हेलो साथीहरू, आज म पुहा बनाउन जाँदैछु। चर्चबाट आउने बित्तिकै लुगा पनि नफेरिकन म पुहा बनाउन आँटेछु किनकि मलाई पुरा भोक लाग्यो। हामी चाहिँ बिहान चर्च जाँदाखेरि नखाइकन जान्छ साथीहरू फास्टिङमा। त्यसै कारण अब आएर चाहिँ म पुहा बनाउँदैछु। तपाईँहरूलाई पनि देखाउँछु म कसरी बनाउँछु भनिकन। सबैभन्दा पहिले चाहिँ अब तपाईँहरू कति बनाउन चाहन्छौ त्यो हिसाबले मैले चाहिँ यति पुहा लिएको छु। अनि म यसमा बदाम हाल्छु, करी पत्ता, यो तो अनि यहाँ हरी मिर्च, यहाँ टमाटर, धनिया म चाहिँ यसमा चाहिँ रातो तेल युज गर्छु। म चाहिँ फर्चुन तेल चाहिँ त्यस्तो बेसी युज गर्दिनँ। अनि मैले चाहिँ रातो गरेँ। तपाईँहरूलाई मन पर्दैन भने फर्चुन पनि गर्न सक्नुहुन्छ तपाईँहरूले। यता दुध पनि उम्लिँदैछ, ध्यानै यता गयो। हुन्छ, म बनाइसकेर देखाउँछु ल। अब साथीहरू धनियाँलाई माथिबाट हालिदियो अनि चलायो अन्त अब खायो। तपाईँहरू पनि ट्राई गर्नुहोस्, मिठो हुन्छ। पहिला मलाई पनि मन पर्थेन, आजकल चाहिँ दिस इज माई फेभरेट, मलाई मिठो लाग्न थालेको छ। साथीहरू हेरेर लाइक कमेन्ट्स गरिदिनुहोस् अनि तपाईँहरू पनि बनाएर खानुहोस् ल। कस्तो लाग्यो अन्त कमेन्ट्समा भन्नु होला। बाई बाई।